हामी चाहिँ कासघाट मन्दिरको गेटमा आइसक्यौँ होइन। पछि घटीको च्यानलमा बोलिरहेको छु एकदमै धेरै लास्ट भिड छ होइन। जता पनि फोटो खिच्ने वातावरण धरि छैन। नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल घटी ब्लग्स। आजको हाम्रो न्यू डे न्यू ब्लगको सुरुवात भइसकेको साथीहरू छ। फाइनल साथीहरू आज चाहिँ हामीहरू गइरहेको छौँ कासघाट मेला जाँदैछौँ हामी चाहिँ यहाँ र हामीहरूसँग छ अर्पी बहिनी र छट्टु भाइ अनि छट्टु पनि छ हामीहरूसँग है। आज चाहिँ हामीहरू त्यहाँ गएर च्यालेन्ज गर्नेवाला छौँ होइन। सो म चाहिँ यो घटीको भ्लगमा बोलिदिरहेको छु। घटी चाहिँ के बोल्ने भनेर अघिदेखि भनिरहेको थिएँ। सो त्यही किनभने बानी भइसक्यो नि त मेरो छैन भएको। घटी मेकअप गरेर बस मेरो मेकअप कस्तो देखिरहेको छ साथीहरू? राम्रो देखिरहेको छ गाइज। म चाहिँ छपुर देखाएन नि गाइज। ल हेर्नुहोस् त ठिक छ होइन। तेरो साथीहरू भेट्यो भने भिडियोहरू भिडियो पनि जाने भनेर सोधेको थिएँ। ओके मैले भिडियोमा चाहिँ देखाएको थिएँ। भिडी त झोला लिएर यस्तै हिँडिरहेको यहाँ कहाँनिर बजारमा भिडीलाई। तर त्यसले मलाई चिनेन नि। ल साथीहरू अब भेटौँ ल गेटनेरि। साथीहरू हामी यहाँ कासघाटको गेटनिर पनि आइपुग्यौँ। साथीहरू यति धेरै मान्छे छ आज। ओ माई गड होइन। यहाँ सबै ट्र्याक्टरमा चढेर बल्ल बस पनि नआएर क्या साथीहरू। बल्ल लिफ्ट मागेको हामीले ट्र्याक्टरवाला बमहरूसँग। अनि आएँ कस्तो धेरै बजिरहेको छ, साउन्डहरू आइरहेको छ होइन। कस्तो मजा पनि आयो कि साथीहरू। मैले त्यहाँ धेरै मान्छे थियो नि त, धेरै मान्छे थियो। अनि यताउति के त्यही भएर भिडियो बनाएन। अब सिधै म यहाँ आएर भेट्छु भनेको नि तपाईँहरू। त्यही भएर म यहाँ आएर भेटेँ होइन। यहाँ देख्न सक्नुहुन्छ यतातिर पनि कति धेरै मान्छेहरू धेरै हुनुहुन्छ। यतातिर कति भिड छ साथीहरू। कता पनि मान्छे छ साथीहरू आज होइन। म कस्तो कालो आएँ यार। हामी पनि कालो आइरहेको छ, लाइट छैन, शीतल पनि छ, घाम पनि छ। के भन्नु एकदम होइन। बाटो एकदम भिड भएको कारणले हो कि साथीहरू हिँडेर गइरहेको। अनि त पुलिसले पनि जान दिइरहेको छैन। त्यही भएर हामीहरू अटोमा भनेको। अब अटोले पनि मान्छे पर्खिनुपर्छ अरे कति के भनिरहेको थियो कि। त्यही भएर हामी चाहिँ हिँड्दै आएको। हिँड्दै सजिलो लागिरहेको छ। शीतल पनि त्यही भएर चाहिँ हिँड्दै आएको कि साथीहरू। के गर्ने यस्तै हो। यहाँ छटु छ पछाडि लगाइदिएपछि छटु यहीँ छ। अनि हाम्रो चाहिँ अर्पी बहिनी छ है। अर्पी बहिनी पनि छ साथीहरू होइन। त्यसरी आज रमाइलो गर्दै हामीहरू घुम्न आएको। खासमा चाहिँ हामीहरू पूजा गर्न आएको होइन। पूजा पनि गर्छौँ अलिअलि होइन। तर आज जस्तो चाहिँ हामीहरू घुम्नेवाला छौँ है साथीहरू। आज धेरै इन्जोय गर्नेवाला छौँ। माइक पनि टेस्ट गरिरहेको छौँ कस्तो आइरहेको छ भनेर। त्यही भएर हो अलिअलि। अब त्यही गएर भेट्यौँ भाइ साथीहरू। यहाँनिर धेरै हरनहरू बज्यो यताउति होइन। बा अहिलेको लागि चाहिँ अब त्यहीँ गएर मेला भेटौँला। ओके कासघाट मन्दिरको गेटमा आइसक्यौँ होइन। हामी जान थालेको लास्टै भिड छ साथीहरू। लास्टै भिड छ। हामी त हिँड्दै पनि थाकिसकेका छौँ। कति धेरै मान्छेहरू छ यहाँनिर। अब चाहिँ हामी जानेवाला अब छौँ। के गर्छौँ भनेर हजुरहरूलाई देखाउँछु अहिले चाहिँ म। हामी चाहिँ गयौँ है त साथीहरू। लास्टै भिड छ, एकदम भिड छ। पसिना पुरै पसिना हिँड्दा हाम्रो त पुरै भुलिया नै खराब भइसक्यो साथीहरू। खुट्टा दुखेर लास्ट भिड छ क्या साथीहरू। यहाँ देख्न सक्नुहुन्छ। यहाँले लास्टै भिड छ साथीहरू। यहाँ त केही होइन, अलिकति अगाडि झन् पछाडि झन् कस्तो भिड थियो आमामा। तर यतिर मान्छे हाम्रो बोलेको खै आएको होला नि त। अब के खाने कस्तो भिड छ साथीहरू। हामी फाइनली आइसक्यौँ। खै धेरै छ भित्र झन् पसिन सक्नुहुन्छ होला साथीहरू। हामी चाहिँ भित्र पसिसक्यौँ साथीहरू होइन। जस्तो लास्ट पनि लागिरहेको छ, अप्ठ्यारो पनि लागिरहेको छ साथीहरू होइन। माइकले काम गरेको कि छैन हामीलाई चाहिँ थाहा छैन है। सो अब चाहिँ हामीहरू ठिक घुमिरहेको छ। यसले चाहिँ मैले हलाएको हलाइछ फेरि टल्क्यो है। घाममा टल्क्यो बल्ल गोर भयो। त्यो मोबाइलको पनि वाइड एङ्गल राम्रो छैन नि। हाम्रो केटाहरू केटीहरू सबजना छ उतापट्टि पछाडि है। म चाहिँ घटीको च्यानलमा बोलिरहेको छु एकदमै धेरै किन आइरहनु। सो हामी टल्क्यो ल बोल त टल्क्यो साथीहरू। लाज लागेको छ। आमा कहिले धेरै साउन्ड आएको आउँछ कि त साउन्ड आउँछ। सबै साथीहरू पनि भेटिरहेको छ एकदम। अब मैले हामी चाहिँ योबाट सुरुवात गर्छौँ है। पहिला सुरुमा कोकबाट सुरुवात। हामी चाहिँ लास्टै गर्मी लागेर हिँड्दा कोकबाट सुरुवात भइरहेको छ हाम्रो चाहिँ। ल अब के गर्छौँ भने तपाईँहरू देखाउँछौँ। फेरि अझै हेर्दै जानु होला। लास्टै भोक लागेर मैले चाहिँ समोसा र तरकारी खाएँ। हामी चाहिँ हिँड्दा घुम्दा यस्तो हालत भइसकेको छ होइन। यहाँ चाहिँ लास्टै मान्छे छ कि साथीहरू। ओ माई गड गर्मी पनि यस्तो गर्मी भइरहेको छ। घाम पनि यस्तो चर्केको घाम छ आमामा। यहाँ चाहिँ बल्ल एउटा खाने ठाउँमा यहाँ चटपटे बसानमा बसिरहेको छौँ चटपटे खानुलाई। अब लास्टै के लास्ट
त्यही भएर थकाइ लागिरहेको छ कि एकदम सुत्न घर गएर कहिले सुत्न जस्तो भइसक्यो है यहाँबाट चाहिँ फेरि कहिले त्यहाँ पुग्नु रात रमाइलो गर्नु भएको थियो यहाँबाट चाहिँ फेरि कहिले घर जान र आनन्द बस्नु जस्तो भइसक्यो कि साथीहरू हामी अघि चौपटे माया गर्छ यो दाइले हामीलाई गद्दारी गरिरहेको छ साथीहरू हामी अघिदेखि बसिरहेको छौँ है पछिकै मान्छेहरूलाई आइदिइरहेको छ हामीले छैन यस्तो नै हुन्छ अब साँच्चीकै यो म हालिदिन्छु भ्लगमा हालिदिन्छु अब म साँच्चीकै हालिदिन्छु कस्तो छ यो दाइ भनेको फाइनली साथीहरू हामी मेलाबाट घुमेर पनि निस्किसक्यौँ है आउँदै बाटोमा जाँदैछौँ जङ्गल बाटो अघि सर्प पनि देखेको झन्डै नभएको हामीहरू चाहिँ आमा यस्तो गर्मी तपाईँहरूले थाहा नै थियो कस्तो घाम चर्केको थियो भनेर त्यहाँनिर केही भिडियो बनाउनै नपाउने कि साथीहरू मान्छे पनि उत्तिकै धेरै नै भिड है त्यो बजाइ गरेको छ झन् त्यही माथि गर्मी पनि अनि हामी चाहिँ त्यो मेलाबाट निस्केर घर जाँदैछौँ यस्तो आमामामा जे होस् ठिकै रमाइलो भयो होइन अब वर्षमा एकचोटि आउँछ आउनु परिहाल्यो रमाइलो गर्नलाई त्यही भएर सधैँ नै थोरै नै हुन्छ सधैँ त त्यही भएर वर्षमा एकचोटि हुन्छ अनि आयौँ साथीहरू इन्जोय गऱ्यौँ धेरै इन्जोय नभए पनि हल्का इन्जोय भयो नि त ल साथीहरू अब चाहिँ हामी अब निजगढ गएपछि भेट्छौँ ल है हामी चाहिँ साथीहरू घर आइपुग्न थाल्यौँ निजगढ झरेर घर जाँदैछौँ होइन अब यस्तो थकाइ लागिरहेछ नि कतिखेर घर पुगौँला र डङरङ सुतौँला जस्तो भइसक्यो मलाई चाहिँ आमामामा तर जे होस् रमाइलो भयो होइन साथीहरू म चाहिँ यहीँ इन्ड गर्न चाहन्छु सबैजना लाइक कमेन्ट सेयर गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला अनि टिकटकमा गएर सबैजनाले फलो पनि गरिदिनु होला बाई 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 बाई